मेरी अंकी यो चाहिँ खाना बाँडेर खानु पर्यो। आऊ मामा यो चाहिँ नि हाम्रो मान्छेले चाहिँ खानु जान्दैन हो। यो चाहिँ तपाईँहरूले चाहिँ अब यो चाहिँ खास किनामा बनाउँदाखेरि चाहिँ के लाउनु पर्छ हौ मामा? होइन अब यो चाहिँ अब हामीले चाहिँ अब कतिजनाले किनामा बनाएर खानु जान्दैन। अब यो चाहिँ हामीले किनामा बनाएर खाँदाखेरि चाहिँ हिजो अस्ति तपाईँले अब सुमाई गर्ने आखिर चोकमा भएको किनामा चाहिँ कतिजनाले चाहिँ अब बजारबाट चाहिँ यत्रो पक्को पर्छ 100 रुपियाँ पर्छ सुमा हो। तर हामी बस्तीमा यसरी बनाएर खान्छौँ नि। ल सुमाई म के चाहिँ लाउनु पर्छ यो अब अगाडि च्याम्बी अब बटमास भनौँ न के लाउनु पर्दैन सुमा ट्याम्सेक बाटे त यो गर्ने तपाईँले चाहिँ एकदम अब किन भन्दाखेरि उसिन्यो अन्त तातो ताते अख्लीमा कुट्यो अनि पेचामा हाल्यो पेचा गन्छ पेचा भन्छ मेला अनि अर्ने ओछ्याउने यस्तो केहरू उन्युहरू लगाउनु पर्छ। के को पात लाउँदाखेरि साह्रो मिठो हुन्छ अरे नि मामा कन्जै खारमाक भन्ने के हो? खारमाक नेपालीमा मामेत भएको गोहेलो गोहेलोको पातमा चाहिँ अब प्याक गरेर तातो तातो गरेर लुकायो यसरी लुकायो भने चाहिँ 3 दिनमा खाने। 3 दिनमा चाहिँ एकदम अब मिठो मगमग गनाउने चाहिँ अब किनामा भन्छ। अनि हाम्रो अब गाउँले आमाहरूले यसरी बनाएर चाहिँ हिजो अस्ति भर्खरै अब उहाँले खेती किसान गरेर सब्जी पनि बनाइसकेको छ हाम्रो मेरो सुमाले। अनि यता हामी यसरी बसेर चाहिँ हामी मामा र भानिसले पनि यो किनामा कसरी बनिन्छ भनेर हामी अनुसन्धान गर्दैछौँ मेला मामा।